बुढासँग कुरा हुन्न भनौँ भने दिनमा 4-5 चोटि कुरा हुन्छ। के कुरा हुन्छ भन्ने ताइना तुइको कुरा। बिहान एउटै फोन गर्यो, ल म ड्युटी हिँड्न लाग्यो भनेर फोन गर्छन्। अनि फेरि ड्युटी पुगेर म एकछिनमा ड्युटी पुगेँ है भनेर फोन गर्छन्। अनि 1 मिनेट 2 मिनेट के। अनि फेरि एकछिनपछि फोन गर्छन्, ल मेरो ड्युटी सकियो भन्छन्। अनि यदि बिचमै फोन गरे भने यताबाट फोन गरे पनि म ड्युटीमा हुँ, मान्छे आउँछन् राख भन्छन्। फेरि ड्युटी सकेपछि फेरि ल ड्युटी सक्यो है म रुममा जाँदैछु भनेर फोन गर्छन्। फेरि रुममा पुगिसकेपछि फेरि ल म ड्रेस चेन्ज गर्छु, एकछिनपछि फोन गर्छु भन्छन्। फेरि ड्रेस चेन्ज गरेर भ्याइसकेपछि ल हातमुख धोएर भ्याइसकेपछि ल म खाना खान जाँदैछु, अहिले खानासाना खाएर आउँछु अनि फ्रेस भएर फोन गर्छु। अनि त्यही भन्दा भन्दै रातिको 11 बज्छ के। अनि त्यसपछि 11 बजेपछि आफैलाई निन्द्रा लाग्छ। निन्द्रा लागिसकेपछि अब यताबाट अब निन्द्राको बेलामा त अलि अब फ्रेस भएर बोलिन्न नि त आफू। अनि त्यसपछि ल तँलाई निन्द्रा लाग्यो भनेर फेरि उतैबाट न्यु खोजेर अनि ल राख तँलाई निन्द्रा लाग भन्छन्। अनि फेरि राख्छन् के फोन। यो बुढासँग मेरो कहिल्यै मिल्दै भएन के जिन्दगीमा। फेरि फोन गर्ने फेरि कुरा फेरि केही हुन्न के।